धेरैजना एसी दिने भाइ-बहिनीहरू तथा अभिभावकहरूबाट बारम्बार आइरहेको प्रश्न भनेको चाहिँ एसीको नतिजा कहिले आउँछ र कति दिनभित्र आउँछ आधिकारिक जानकारी पाउन पाए हुन्थ्यो भनेर चाहिँ धेरैजनाको जिज्ञासा आएपश्चात आजको यो भिडियो मैले तपाईँहरूकै लागि तयार पारेको छु। भर्खरै मात्र लिइएको राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार चाहिँ एसीको नतिजाको सम्बन्धमा यस्तो जानकारी गराएको छ जसअन्तर्गत चाहिँ एसीको नतिजा चाहिँ एकदम चाँडै प्रकाशित गर्ने भनिएको छ र जसमा चाहिँ भनेको यो हप्ताभित्र चाहिँ पुरा रिजल्ट प्रकाशित गर्ने तयारीमा चाहिँ पुरा बोर्ड लागिरहेको छ भन्ने कुराको जानकारी प्राप्त भएको छ। जसअन्तर्गत चाहिँ राष्ट्रिय परीक्षा बोर्डले एकदम तीव्र गतिमा काम भइरहेको एकदमै पहिलेको भन्दा दोब्बर गतिमा काम भइरहेको र एसीको नतिजा प्रकाशित गर्ने कार्यमा चाहिँ सबैजना एकजुट भएर लागिरहेको कुरा पनि बोर्डले प्रश्न पारेको छ। साथै अब एसीको नतिजा प्रकाशित भइसकेपछि चेन्ज गर्ने तरिकाहरूको बारेमा पनि बोर्डले केही आधिकारिक सूचनाहरू प्रकाशित गरेको छ जसमा पहिले भन्दा केही तरिकाहरू थपघट गरिएको छ। जुन तरिकाको भिडियो चाहिँ तपाईहरुले यहाँनेरि माथि हेर्नुस् यो आई आइकनमा क्लिक गरेर तपाईहरुले सजिलैसँग हेर्न सक्नुहुनेछ। सो तपाईले उक्त भिडियो हेर्नुभयो भने चाहिँ त्यहाँबाट कसरी चेक गर्ने मार्कसिट सहित तपाईले रिजल्ट आउन साथ कसरी प्राप्त गर्ने भन्ने कुराको जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ। र तपाईलाई अब यस्तै अन्य थप जानकारीहरू आवश्यक छ भने तपाईले जस्ताको तस्तै आफ्नो जिज्ञासाहरू पनि कमेन्ट गर्न सक्नुहुनेछ। म तपाईहरुको समस्याहरूको साथसाथै तपाईहरुको जिज्ञासाको निरन्तर रूपमा चाहिँ अपडेट दिइरहेको छु, निरन्तर रूपमा जिज्ञासाको पनि समाधान गर्दै आइरहेको छु। सो तपाईको अझै पनि कुनै जिज्ञासाहरू छन् भने पनि त्यस सम्बन्धीका कुराहरू कमेन्ट गर्न सक्नुहुनेछ। साथै अब एसीको नतिजा आउन साथ थाहा पाउनको लागि साथसाथै अन्य यस सम्बन्धीका कुराहरू थाहा पाउनको लागि चाहिँ सबैजनाले यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नै पर्ने हुन्छ। किनभने सब्स्क्राइब गर्नुभयो भने तपाईहरुले एकदम सजिलैसँग नोटिस चाहिँ आउन साथ तपाईकोमा घण्टी बज्छ। सो तपाईले अनिवार्य यस च्यानललाई सब्स्क्राइब गर्नुस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुस् जसले गर्दा सबै अपडेटहरू चाहिँ सजिलैसँग प्राप्त पनि गर्न सक्नुहुनेछ। धन्यवाद। फेरि हामी अर्को नयाँ अपडेटमा भेट्नेछौँ।